दर्शकवृन्द अहिले भुन्टी सिरियलको 304 भागमा चाहिँ अहिले भूमिकाले बिहे गर्नु नपाएर सुसाइड गर्न खोजिरहेको छ। त्यो अवस्थामा आमाले आफ्नो छोरीलाई सम्झाउँदै गर्दाखेरि भूमिकाको कान्छा दाजुले पनि उसलाई सम्झाइरहेको थियो। त्यही बेलामा सबै बाबाले कुरा सुनिरहेको रहेछन् र बाबाले अब तेरो बिहेको लागि म तुरुन्तै जग्गा बेचेर भए पनि अब बिहे गरिदिन्छु भनेपछि भूमिका अहिले खुसी भएकी छिन्। आखिर दर्शकवृन्द बिहे गर्ने स्थिति अवस्था नभए पनि भूमिकाले यति धेरै जिद्दी गरेर आफ्नो बुवा माइतीहरूलाई दुःख दिइरहेकी छिन् र त्यही केटासँग बिहा गर्छु भनेर चाहिँ उसले यति धेरै मरिहत्या गरिरहेको छ कि त्यो परिवारलाई पनि फेरि सबैलाई सुनको सिक्री दिनुपर्ने, सबैजनालाई सुनको सिक्री दिँदाखेरि त धेरै पैसा लाग्छ। अहिले सुनको भाउ पनि कति धेरै बढेको छ भन्ने कुरो भूमिकाले केही थाहा छैन दर्शकवृन्द। अब यति धेरै परिवारहरूलाई सुनको सिक्री दिँदाखेरि त उनीहरूको त घर जग्गै जाने अवस्था छ र अब ठुलो छोरासँग म कुरा गर्छु भनेर अनि भूमिकाको बाबा अहिले सहरतिर लागेका छन्। यता भुन्टी पनि आफ्नो माइत जाँदै गर्दाखेरि पहिले उसलाई मन पराउने केटालाई भेटेपछि उनीहरूको कुराकानी भयो। तर पनि मलाई पछ्याएर कुरा नगर्नु, मेरो परिवारले कसैले देख्यो भने के भन्लान्, मलाई मेरो पछि कहिले नलाग्नु है भनेर ऊ त्यहाँबाट हिँडिरहेको हुन्छन्। होइन, उसको मनको भावना बुझौँ है भनेर मैले पछ्याएको त, तर मलाई त यसो पो भनी त भनेर ऊ पनि एकचोटि निराश हुन्छ भुन्टीलाई मन पराउने त्यो भद्र भन्ने केटा। अनि यता भुन्टी टोकोले दाजु भाउजूको रुममा पुगेका हुन्छन् र भाउजू खुसी हुँदै भन्छन्, आहा बहिनी आउनुभयो भनेर भन्छन्। हजुर भाउजू, अनि खै दाजु देख्दिन नि भनेर भन्छन् भुन्टीले। अनि दाजु त अहिले काम गर्नु थाल्नु भएको छ नि भनेर भन्छन्। के काम गर्नुहुन्छ भनेर भन्दा भारी बोक्ने काम गर्नुहुन्छ भन्दाखेरि भुन्टी एकछिन निराश भएर भन्छन्, मेरो दाजु कति धेरै कमजोरी हुनुहुन्थ्यो, कसरी भारी बोक्ने काम गर्दै हुनुहुन्छ नि भाउजू, मेरो दाजुले धेरै दुःख पाउनुभयो है भनेर भन्छन्। के गर्नु बहिनी, दुःख नगरी त अब पुग्दैन, सहरको ठाउँमा काम गर्ने पर्छ नि, दाजुले पनि तपाईँको धेरै याद गरिराख्छन्, जतिखेर पनि टोलाइराख्छन्, तपाईँको धेरै माया गर्नुहुन्छ है बहिनी भनेर भाउजूले सुनाउँछन्। हो भाउजू, दाजुले मलाई माया गर्नुहुन्छ, तर अहिले मसँग रिसाउनु भएको छ दाजु, किनभने अब उहाँलाई म अब जाति भएपछि म फर्केर सायद आउँछु होला, उहाँलाई यो अवस्थामा कसरी छोड्नु, अनि कसैले हेर्ने पनि होइनन् उनलाई, अनि मैले नै हेर्नुपर्छ भनेर भन्छन्। अनि भाउजू म जान्छु है भनेर भन्दाखेरि पूर्णिमाले त्यहाँ आफ्नो नन्दलाई त्यहाँबाट फर्किन दिँदैनन् र घरमा जबरजस्ती लगेर चिया खुवाएर पठाउँछन्। अनि चिया खाँदा पनि भुन्टीले आफ्नो श्रीमान भूपेन्द्रको याद गरिरहेकी हुन्छन्, सायद उहाँ उठिसक्नुभयो होला भन्दै। र यता श्रियाको बहिनीले चाहिँ आफ्नो भिनाजुसँग सबै भुन्टीको अहिले कहानीहरू सुनाइरहेको छ। भुन्टी त एउटा केटासँग पुरा बाटोमा बोलिरहेको थियो भन्दै, अनि ऊ केटा मान्छेसँग बोल्नु नहुने हो र भन्दै उल्टै भुवन रिसाएर आफ्नो सालीलाई मेरो छेउमा आएर यस्तो कुरा सुनाउने होइन, तिमी मेरो छेउमा आउँदै नआऊ भनेर भन्छन्। र यता श्रियाको बहिनी चाहिँ निराश हुन्छन्, होइन भिनाजु पहिले यस्तो खालको थिएनन्, अहिले चाहिँ के हुनुभएको नि भन्दै ऊ पनि आफ्नै दुःख व्यक्त गर्दै बसिरहेकी हुन्छन्। तर पनि अब भुवनले चाहिँ आफ्नो बुहारीलाई राम्रो देखिरहेको थियो, अरू परिवारले के गर्न खोजिरहेको। दर्शकवृन्द, यो हेर्नको लागि अर्को एपिसोड हेर्नुपर्ने हुन्छ। हस् त, धन्यवाद।